हेलो नमस्ते सबैजनालाई मेरो भिडियोमा स्वागत छ। हजुरलाई हाम्रो बाबुको चाहिँ इक्जाम आउँदैछ नि त। उसले बिहान बिहान पढ्दै थियो, उता केटीहरू बहिनीहरू पनि स्कुल आउँदै थिए। हाम्रो फेरि बिहानै झोल चाउमिन खान आउनुभएको थियो कि झोल चाउमिन दिए। यहाँ यस्तो हात धोएर जानुहुन्छ कि हाम्रो कस्टमरहरू अलिकति हेर्नुपर्छ नि कहाँ के छ भनेर। यसो डेकोरेसन त गर्न मन लाग्छ, यस्तो हालत देखेपछि त केही डेकोरेसन गर्ने मन पनि मर्छ है। यस्तरी हात धोएर गइदिन्छन्, पुरै दाग लगाइदिएको छ नि त भित्तामा है। भर्खरै कलर लगाएको मङ्सिरको महिना पुरै फोहोर गरिदिएको छन् कि। अनि मैले यसरी सफा गरेँ टेबलहरूलाई बिहान बिहान। त्यसपछि चाहिँ यता पनि गरेँ, उता पुरै कलर लगाइदिनु राम्रो लाग्दैन है। अनि त्यसपछि मैले यता खानासाना बनाउन लागि मम्मीलाई अलिकति सन्चो थिएन, अनि मैले यसरी तरकारी बसालिदिएँ प्याज लसुन हालेर। आज मम्मीलाई सन्चै छैन के, मम्मीलाई सन्चो नभएपछि त झ्याउ लाग्छ हौ। त्यही पनि गर्नुहुन्छ हाम्रो मम्मी त। सन्चो नभए पनि एकैछिन दबाई खान जानुभएको थियो। मैले चाहिँ सब्जी बसालिदिएको थिएँ, आलु र यो सिमी हो यो होइन। यो चाहिँ यस्तो मिठो भएको थियो कि, यो पनि सादा हो। कहिले कति मासु यति खाने भनेर हामीले भने सादा खाना बनाउँछौँ कि। खानासाना बनाएर नुहाइदिए गरेर मैले बाबुलाई जिउ गर्न सिकाइरहेको थिएँ दिउँसो। दिदीले यता काम गर्दै थियो, बाबुले चस गरेर आएको थियो कि उसले। अनि हरेक चिज आजकलबाटै सिक्न थालेछ क्या हाम्रो बाबुले। नमस्ते जिउ गर्छ, त्यसपछि चस गर्छ यता। अनि हरेक चिज जो हामीले गर्यो त्यस्तै गर्न खोज्छ अहिलेबाटै होइन। अनि उनीहरूको अगाडि त केही नराम्रो गर्नु छैन, केही नराम्रो बोल्नु छैन। के गर्नु बच्चाले सिकाइदिन्छन् सबै चिजहरू के। अनि यसरी बाबुले खेल्छ होइन। त्यसपछि दिउँसो चाहिँ हामी दुईजना चाहिँ एक राउन्ड खेल्छौँ। उसले फेरि चाहिँ ऊ कहाँ गयो भनेर आएर थियो हाँसेको, मैले हाँसेको देखेर हाँसे गर्दै थियो कि। उसले भयो नि मलाई हँसाउँछ होइन। हामी दुईजना चाहिँ दिनमा एकचोटि खेल्छौँ। अनि भाइ र नानीलाई चाहिँ मैले स्कुल पुऱ्याएर उसँग मैले एकछिन खेल्छु। दिदीले चाहिँ यता काम गर्छ। फेरि साँझको मोमोको अर्डर थियो, मोमोसम्म दिएर हाम्रो घरमा भनेपछि यो कलर पनि दिदीले आफै लगाएको हो कि। यो हेनतेन हेर्नु न, यो कलर आफै लगाएर कति सिप पनि हेर्नु न यहाँ आफै लेखेर है। मेन्यू बनाऊँ भनेको मेन्यू सानो हुन्छ देख्दैनन्, सबैलाई दिनुपर्छ हेनतेन भन्दै थियो। अनि उसले चाहिँ यहाँ आफै लेखेर यहाँ। अनि राति कति बजिसकेको थियो, आफै लेखेर सबै थोक छ क्या हाम्रो दिदीहरूमा, सबै थोक। मैला मात्रै होला केही नआउने। मेरो भिडियो कसलाई